आन्टीहरूले दिनु पहिला आन्टीहरूले है अन्त एक बिचमा नानीले जोगाइ हाल्यो बियर खाएर पछि जोगाइ खाने आउँदा रेड टेबल आउँछ मतलब ट्याक्सीमा असन गरेर किने पनि खै उतातिर पुग्यो केक मलाई चाहिँ बोलाएन भन्छ यहाँ छ भाउ चाहिँ बनाउनु त्यहाँ म दिइहाल्छु बाउछराको फोटो खिच्नु रमाइलो भयो नि बुढो राम्रोसँग जानु है अब यस्तै हो के भाइ दाइ दसैँ आयो चट्टहरू बोकेर नि हिमाचल खाने बोका खाने माथि पुलेर खानुपर्छ नि मै 12-13 बोको आयो त ए सेकुवा सबै बनाउँला नि खाने आनन्द यहाँ कौशीमा होइन हाम्रो ओलीलाई त खानीको भन्दा दोस्रो कुरै आउँदैन म चाहिँ रमाइलो जान्छ खाने पनि कुरा रमाइलो जान्छ म के रमाइलो दाइ त्यो जम्मै मेरो आइडिया सुजन लात्र हानेर निजे पनि खेल्दै उठेर मैले दिमागलाई सोचेँ है मैले चाहिँ खाएको चाहिँ ल्याउँछु भनेको थिएँ मैले के काम गरेँ भाइ तपाईँ यहाँ के को लागि आउनुभयो हामी आज झलक दाईको चाहिँ दाजुभाउजू अस्ट्रेलिया जान लाग्दै हुनुहुन्छ हजुर उहाँहरूको चाहिँ यात्रा एकदम शुभ रहोस् हजुर सफलतापूर्वक चाहिँ उहाँ सम्पन्न गरेर यता आएपछि दाजु सबै सम्पूर्ण दाजुभाइ हामी चाहिँ यसरी इन्जोय गर्न पाऊँ भन्ने चाहिँ हाम्रो चाहिँ इच्छा कामना हामी सबै टिमको त्यसकै उपलक्ष्यमा चाहिँ म यता आएको हो ल ठिक छ दाजु केही भन्न चाहनुहुन्छ जाँदा जाँदै अब आज चाहिँ छ अब आएर फेरि यस्तै जमघाट गएर बस्नुलाई है रमाइलो गरेर होइन ओलीजी विशेष दाजुभाइ घुमेर आउनुहुन्छ मलाई केही फरक पर्दैन रमाइलो खुसी हाम्रो लागि यही हो मेरो बुवा छ र मैले त्यहाँभन्दा के भन्नु यति हो यति हो के राईजी अब मेरो त अब बुवा समानको अब दाइ होइन दाइ भाउजूको यात्रा सफल होस् हजुर होइन अनि त्यसपछिबाट अस्ट्रेलियाको बसाइ सुखद रहोस् अनि आएपछि यसै गरी रमाइलो गर्न पाऊँ ओके ल गाइज हाम्रो भिडियो चाहिँ अब हेर्ने 4 जना हुन्छ होला होइन भए पनि मेरो युट्युब च्यानलमा हाल्छु हेर्नु है सबैजनाले है सोहन लामा